हेलो एभ्रिवान, आज फेरि म मिनी भ्लग लिएर आएको छु। यो भिडियो चाहिँ हिजोको, तर हिजो पोस्ट गर्ने टाइम भएन, त्यसैले आज पोस्ट गर्दैछु। हिजो मेरो बर्थडे थियो नि त, अनि बुढाबुढी यसो कतै घुम्न जाऊँ न त भनेर बेलुकातिर निस्केको के हामी चाहिँ। अनि बर्थडे त्यस्तो ठुलो सेलिब्रेट गर्न त होइन, तर पनि बुढाबुढी यसो बसन्तपुरतिर घुम्दैछौँ। अनि बुढालाई भोक लाग्यो भनेर अनि ससेज र फोक्सो फ्राई खाँदै हुनुहुन्छ है त। अनि मलाई चाहिँ खासै फोक्सो फ्राई त्यति मन पर्दैन कि, अनि बुढाले चाहिँ खाऊ न मिठो हुन्छ भनेर एउटा टेस्ट गर्दैछु। मलाई चाहिँ ठिकै लाग्यो साथीहरू। अनि बुढा हेर्नु न कोक खाँदै हुनुहुन्छ, हेर्नु त झुट्टै हालेर कि फेरि मलाई नदिकन। अनि त्यहाँबाट निस्क्यौँ हामी हामी बसन्तपुरतिर बुढाबुढी घुम्दैछौँ। अनि हाम्रो प्लानिङ चेन्ज भयो है त साथीहरू। हामी घर जाने भनेको मान्छे हामी थकाली खाना खाएर मात्र घर जाने भनेर हामी थकाली खाने राम्रो होटल खोज्दै हिँड्यौँ, तर हामीले कहीँ पाएन। यति खोज्यौँ कि साथीहरू, यति खोज्यौँ कि तर कहीँ पनि पाएन। अनि हामीलाई याद आयो कि कालीमाटीमा रहेको चिम्बु थकाली होटल याद आयो। अनि त्यसपछि हामी त्यहाँ गयौँ। त्यहाँ गएर अर्डर गरेको साथीहरू हेर्नुहोस् त, यति धेरै भेराइटीहरू थियो नि है। अनि यति मिठो थियो खानेकुराहरू सबै। अनि हामीले यति मिठोसँग बुढाबुढी मिलेर गम खाना खायौँ। यदि तपाईँहरूलाई पनि थकाली खाने मन भयो भने जिम्बु थकाली होटलमा आउन सक्नुहुन्छ। अनि त्यसपछि हामी हात धुन गएको साथीहरू, हेर्नु न धारा पनि यति राम्रो रहेछ कि याद है, धारा मन पऱ्यो कि मलाई। अनि त्यसपछि म निस्केँ खाना खाएर जिम्बु थकाली होटललाई बाई बाई भनेर। अनि घर आएको त बुढाले मलाई टी सर्ट ल्याइदिनु भएको छ बर्थडे गिफ्ट। कलर चाहिँ यस्तो खतरा लाग्यो कि मलाई।